गुरु ए कच्चा बगेर रहेछ खाना कस्तो लाग्यो त खाएको त छैन तर पनि पुग्दिन्छ भने थुनेर बस हैन कानबाट थुन निस्किला फेरि ल अब काम लाग्यो तेरा बाप वेलकम टु आवर न्यू ब्लग है अहिले चाहिँ हामी स्वयम्भू जाँदैछु उहाँहरू चाहिँ हाम्रो गेस्ट हुनुहुन्छ बेतनामी उहाँहरू बेतनामीबाट नेपालमा घुम्नलाई आउनु भएको हो आज चाहिँ हामी स्वयम्भूमा गएर यस्तो कोडासोडा गरेर घुम्नु गइरहेको छु अहिले चाहिँ है लेट्स सी इन स्वयम्भू ओके यो चाहिँ गाइज होइन अब हामी गाडीदेखि भर्खरै चढेर अब जाँदैछु ओ पूर्वा कस्तो छ अहिले Route avoids congestion in 1.5 kilometers. You're on the fastest route. You should reach your destination by 12:29 p.m. Okay, guys, see you soon in Swayambhu Nath. Okay, let's go. अहिले चाहिँ हामी बोधेको ओरालेबाट जाँदैछु है हजुरलाई पार्किङ गर्नुभयो त्यहाँ ठुलो पार्किङ छ हाम्रै हो है अब एउटा समस्या पुगेर फेरि है हामीले है अब खासमा पुरा मलाई चाहिँ अब खासै भेज मन पर्दैन नि त अब हाम्रो उहाँहरू चाहिँ भेज हो अब के गर्नु होइन गाइज अब त्यसो भएर हामीले अब भेज खानु पऱ्यो अब हेरौँ अब के पाउँदैछ भेज खाना खानुलाई भेजको यहाँ जाने खै अब खोज्नुपर्छ यार कहाँ यहाँ त फेरि बफ मात्रै पाउँछ क्या अहिले चाहिँ हामी फाइनल्ली खाना खाने ठाउँमा आइपुगेको छु है हामीले खाना खाएर खाना आएको छु खाना अर्डर गरिसकेको छ हाम्रो है हाम्रो बेतनमी देशहरू हुनुहुन्छ कोल्ड ड्रिङ्क्स खाँदै हाम्रो खाना आइसकेको छ हो हाम्रो खाना कस्तो लाग्यो त खाएको त छैन तर पनि अब हेर्दा मिठो मिठो जस्तो लाग्यो अब के भन्नु होइन कमेन्ट अब फिडब्याक ल हाल्नु ल फर्काइदिउँ हाम्रो कस्तो खाना खाइसकेको छ होइन अब तपाईँहरू पनि यस्तो खाना खाने चाहनुहुन्छ भने स्वयम्भूमा आएर भोक लागेर छ भने यहाँ हाम्रो होटलको नाम देख्न सक्नुहुन्छ मलाई पनि नेपाली खासै फोन आउँदैन त्यही स्वयम्भू दिएको खाना चम्नी भन्दो रहेछ आफू बुझेर आउनु होला मिठो पाउँदैछ खाना यहाँ है अब हामी जानु लागेको छौँ गाइड अब स्वयम्भू घुम्नलाई चलेका ठिक है अब हामी स्वयम्भू यहाँबाट नै परबाट जाने परबाट चाहिँ के भन्छ अलि आनन्द आउँछ नि स्वयम्भू आएर कस्तो भइरहेछ एकदम दिल गार्डन
गाइज अब हामी ठ्याक्कै हाम्रो 108 बर्याङ पुगिसकेको छु। अब यो माथि 108 बर्याङ चढेर हामी माथि चढ्नु छ। अब हेरौँ पूर्व हामीले सक्ला त 108 बर्याङ कोसिस गर्नेछौँ है जतिसक्दो सायद सक्छौँ भने हामी गन्तव्यसम्म पुग्छौँ भन्ने आशा राखेको छौँ। अब लेट्स सी गाइज अब हेरौँ हामी त सक्ला तर उहाँहरूले चाहिँ अलिक गाह्रै होला भेट्नामी हाम्रो आमाहरूलाई चाहिँ अलिक गाह्रै पर्ला। अब हाम्रो गाइज यत्रो लामो बर्याङ अझै चढ्नु पनि बाँकी छ। भर्खर त तलतिर आइरहेको छु है। अब लगभग त्यस्तै 10-15 मिनट जति लाग्ला माथिसम्म चढ्नुलाई। अहिले हामीलाई धेरै थाकिसके। लगभग हामीले त्यस्तै 50वटा बर्याङ चढिसकेको भर्खर। अझै पनि 55वटा धेरै बाँकी हुनसक्छ। भर्खर थाकेर बिसाएर है जाँदै हुनुहुन्छ। हाम्रो रते लाउने आमा चाहिँ एकदम थाक्नु भयो अरे। के रहेछ छोटो है के चाहियो किन्ने हो यस्तो रहेछ है। कति के गर्ने डु यु निड द वीकेन्ड टिकट चाहिन्छ भनेर लियो हुन्छ। ल भरे फर्किनु बेला माथि स्वयम्भू हाम्रो अर्को साथीमा माथि पुगिसकेको छ। उहाँहरू थाक्नु भयो चढ अल्छी गर्ने हो चढ्दै अल्छी गर्छ ल। ए खच्चर बगेको रहेछ। अब हेर्नु बाँधेहरू यस्तो अल्छी हुन्छ। रेड कस्तो रे हेर्नु काठमाडौँ नजारा यस्तो राम्रो छ कि नेपालमा आयो भने स्वयम्भू भयो भने चाहिँ घुम्नै पर्ने हुन्छ। खोइ टिकट लिउँ न पेजमा गऱ्यो। अहिले चाहिँ हामीले टिकट पाइसकेको छु। ए उल्टो भएछ एउटा उल्टो भएछ। टिकट पाइसकेको छु। अहिले हामी मजा जाने मिल्छ। तर यहाँ स्वयम्भूको टिकट अलिक सस्तो हो कि महँगो कि मैले बुझ्न सकेन। तर एकजनाको विदेशीलाई चाहिँ 200 रुपियाँ टिकट लिँदो रहेछ। अनि बौद्धमा 100 रुपियाँ लिन्छ। अनि उता कति रे उता पशुपतिमा 1000 रुपियाँ एकजनाको। पशुपतिमा त्यस्तो 1000 रुपियाँ टिकट किन यस्तो महँगो। बरु स्वयम्भूमा 200 ठिक छ होइन। अनि बौद्धमा 100 रुपियाँ इट्स ओके। हामी चाहिँ अनि स्वयम्भू आइपुगेको छु हामी अहिले यता। त्यहाँबाट चाहिँ हाम्रो काठमाडौँको सबै देखिन्छ।
ये बादल खत्तम है चाहिँ मेरो पानी चोरेले यहाँ चाहिँ अहिले घाम लागेको छैन शीतल छ त्यो पानी पटा जस्तो छ यहाँ अहिले घाम लागेको भयो भने उताको यस्तो राम्रो खतरा देख्छ कि नजारा होइन यस्तो मजा आउँछ कि हेर्नलाई उताको काठमाडौँ दिस इज नेपाल यस्तो राम्रो नजरलाई के गर्नु चाहनुहुन्छ यस्तो सबैजना एकपल्ट होइन के भन्छ हाम्रो भ्युर्सहरू एकपल्ट यहाँ दर्शन गर्न आउनु होला एकदम राम्रो है के भन्छ एकदम राम्रो भ्यू छ यहाँबाट भ्यूहरू राम्रो यो तपाईँहरू आनन्द एकपल्ट लिनुपर्छ लाइफमा है म त्यही भन्न चाहन्छु म चाहिँ के भन्छु भन्दाखेरि अब हजुरहरूले अब देखाएर होइन के अरे देखाएर धर्म कहिले नगर्नु क्या धर्म गर्ने भने साँच्चो मनदेखि धर्म गर्नुपर्छ होइन अब मान्छेले अब यस्तो भिडियो गरेर मान्छे यता यता केही दिएर होइन यसरी धर्म गरेको होला सायद म चाहिँ के भन्नु भन्दाखेरि अब भिडियो गर्नै पर्छ भन्ने नि छैन नि त धर्म गर्नुको लागि भिडियो नगर्दा पनि धर्म भइहाल्छ होइन सकेसम्म मान्छेले मनदेखि धर्म गर्नु त्यही भन्छु म चाहिँ मेरो कोक मैले बोकिरहेको कोक खाएर त्यो कोक तोड मेरो कोक मेरो कोक तोड यार खायो त्यो कोक खतरा खायो त्यसले मेरो पानीपुरी खानु आइरहेको छु ओ पानीपुरी कस्तो रहेछ बढिया एक नम्बर आवाज पानीपुरी ऊ चाहिँ अलिकति धेरै नै लजाउँदो रहेछ हाम्रो साथीले फेरि काम नपाएर बच्चा जस्तो अलिकति घुमाउनु भएन तर घुमेर क्यासमा घुम्नु चाहिँ त क्यामेरामा चाहिँ होइन तर यो बनाउने तर यस्तो फास्ट घुमिरहेको यो मान्छेको काम नपाएर पहिले यो भाषा खेल्छ पहिले यो क्यामेराको छ यो मान्छे काम नपाएर हामी यहाँ पर्खिँदैछौँ यो बाटो गरेर हामी माथि तल घुमेर आइसक्यो धेरै भिडियो गर्नु पाएन आज किनभने फोनमा चार्ज पनि धेरै थिएन सो त्यही भएर अलि भिडियो गर्नु पनि धेरै पाएन ठिकै छ जति भिडियो गरेर त्यति नै रमाउनु होला त्यहाँ अब यहाँ चाहिँ अब तपाईँको सस्तो मस्तो माल पाउँछ है सस्तो मस्तो माल ए एउटा नाम लेख्नुपर्ने थियो र नाम लेख्नुपर्ने थियो एकछिन सोधौँला नि यो नाम लेखेको थियो हजुर अरे नाम लेखेको थियो एनआइएनजे 10 लेखेको थियो मेरो मत गरिदिनु न भिडियो मिस गरेर हुन्छ निमा लेख न यहाँ लेख न निमा सेतो भनेर एनआइएनजे जनल सिंह त्यो दोका बनाएको यहाँ हाम्रो अहिले हाम्रो नाम लेख्नु हुन्छ माथि निमा गरिदिनु कति डबल गरिदिनु माथि निमा तर सेतो गरिदिनु डबल गरिदिनु यो गाडी लाग्यो भने मैले गाडी काट्नु गरिरहेको है के काम पाउने रहेछ साथीहरू फर्किने बाटोमा मैले जग्गाबाट यो नाम लेखाएँ मेरो नाम
के लिने हो आधा हेर्ने हो हेरेको हुन्छ खाँदाखेरि धुँदाखेरि जति बेरै हेरे के त्यो मलाई हेर्न अल्छिरहेको छ नि त्यही अलिक राम्रो रहेछ नि अहिले मजाले अहिले आएर नबोल्ने मैले यो मान्छेले आफै बसिरहेको छ त्यो बिग्रिन्छ भाइ अहिले छोडिदियो यहाँ अब पछि अब आफ्नै पठाएको दुर्बिन बोक्ने हो दुर्बिन आजको भिडियो चाहिँ एकदमै धेरै लामो हुन्छ के हो आजको भिडियो 1 घन्टा हुन्छ क्या हुन्छ नि अब भिडियो अब मङ्कटर मलाई एउटा किचन चाहिएको थियो क्या है किचन डोने अनि यसको अलिक महँगो रहेछ कि हिँड्न चाहिँ दागो जोड्नु पऱ्यो अनि अब त्यसको जेरा दिनु पऱ्यो मलाई त गाई तपाईँलाई अलिक सस्तोमा चाहियो भने चाहिँ स्वयम्भूमा आउनु होला स्वयम्भू यो ठ्याक्कै फर्किनु पर्दो रहेछ है हरेक सामान 100 रुपियाँ पाउँदैछ है स्वयम्भूमा चाहिँ त्यही बेला दिल्ली बजार जस्तो छ है फोन कभर अब काम लाग्यो Let's go. Mom. स्वयम्भूको यो चाहिँ अब स्वयम्भूको गेटको भित्र हो स्वयम्भू गेट त्यहाँ छ अनि भित्र 3 गौतम बुद्धको उता लास्ट पासको त्यो उताको त गुरुको चाहिँ गौतम बुद्ध उहाँको नाम चाहिँ के हो अरे शिरेशी बुद्ध गौतम बुद्ध गुरुपद्म सम्भव मलाई परेको छ बिर्सिसकेँ यार गुरुपद्म सम्भव गुरु पद्म सम्भव Guru Padma Sambawa. mau baca guru masih dulu Guru सम्भव Sambawa. उसले चाहिँ उसलाई मलाई सिकाइरहेको छ सिकाउनु कतिको गाह्रो रहेछ छैन त्यति गाह्रो बुझाउनु खासै गाह्रो छैन अब उहाँसँग चाहिँ के भन्नु अब है Guru Padma Sambawa. Từ gì là Buddha là Buddha đây Buddha còn hai bên Serishi chậm thôi हामी सँगै पुग्न गइरहेको छु यहाँ माथि कुनामा सँगै पुग्ने ठाउँ छ कि त्यहाँ गएर सँगै पुग्ने हो ओ फुरुवा सँगै पुग्न आउँछ तिमीलाई पुग्दिन्छु खत्रै पुग्दिन्छ भने थुनेर बस होइन कानबाट थुन निस्किला फेरि मेरो थुनेर बस होइन कानबाट थुन निस्किला फेरि Oh, tengah gua udah. Udah ambil sangka. Ambil sangka biasa saja tu. Ambil sangka tu masih ada sah. Ambil sangka biasa. Ada satu sangka pun ada saja. Apa? बस हवा निकल गई Baik.
गुड गुड कति रुपियाँको टिभी ल्यायो कति रुपियाँको यस्तो साइडबाट नि यहाँ यतिले मात्र फ्री हो नि यहाँबाट ठुलो छ कि अप्ठ्यारो हुँदैन यो मात्रै खतरा पुग्दैछ शङ्का है हामी चाहिँ अहिले गर्मी भएर एउटा होटलमा आएर बसिरहेको छु गर्मी धेरै गर्मी भएर यहाँ यस्तो होटल त्यस्तो छ अब हेर्नु के खान्छ मेनु हेर्छु है होटलदेखि निस्किँदैछु लगभग कति बस्यो 1 घन्टा बस्यो हामी लगभग 1 घन्टा बसेर निस्किँदैछु अहिले होटल राम्रो रहेछ तर एसी यहाँ एसीको व्यवस्था रहेछ तर एसी काम गरेन है कम्प्लेन चाहिँ त्यही छ हाम्रो गाडी नै बुकिङ भइसकेर गाडी सम्म आइसकेको छ है हामी यो स्वयम्भू छोडेर जाँदैछु हामी बसेको होटल चाहिँ यही हो यही पछाडिको अब हामी बौद्ध जाँदैछु आफ्नो घरतिर ल गाइस सी यू इन बौद्ध ओके हामी चाहिँ स्वयम्भू छोडेर जाँदैछु